10:30 बजेदेखि आएर अहिलेसम्म बस्नु भएको छ। पक्कै चिट्ठाले पनि अन्याय गरेका छैन, न्याय नै गरेको छ। उहाँहरूलाई धेरै धेरै बधाई। र हाम्रो कार्यक्रमहरू सबै मोटामोटी रूपमा सकेका छौँ। म अध्यक्षज्यूलाई आफ्नो सार्वजनिक मन्तव्यसहित आजको यो सभा विसर्जन गरिदिनु हुन अनुरोध गर्दै र एकैछिन यो सभा विसर्जन हुन्जेलसम्म सबैजनालाई आफ्नो कुर्सीबाट नउठिदिनु हुन अनुरोध गर्दै यत्रो समय त बस्नु, जम्मा 2 मिनट 3 मिनटको समय छ। म खाजा नखानुभएका अभिभावकज्यूहरूले यो पछाडि खाजा खाएर मात्रै गइदिनु होला। हामीले अभिभावकज्यूहरूलाई पनि केही खाजा व्यवस्था गर्छौँ र म अध्यक्षज्यूलाई माइक्रोफोन हस्तान्तरण गर्दछु। धन्यवाद सञ्चालक एवं संस्थाका व्यवस्थापक, यस स्कुलका व्यवस्थापक, यस सुरक्षा प्रतिष्ठानको आज 12औं वार्षिक फङ्सन कार्यक्रमको प्रमुख अतिथिको बनाउनु हुने यस नगरपालिकाका नगर प्रमुख जो विदा भइसक्नु भएको छ, यस्तै विशिष्ट अतिथि यस स्कुलका